मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँलाई कपाल दुईचोटि यसरी बाँडेकोले सुहाउँछ। तेरो आँखाको निचे कालो लाइन लगायो भने राम्रो देखिन्छ भने मैले तँलाई कहिले पनि भनेको थिइनँ। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँलाई कालो जुङ्गा यहाँबाट यस्तो खालको बनायो पुरै सुहाउँछ। तेरो अनुहारमा यसरी छाली छेप्लिङको जस्तै जुङ्गाले तँलाई पुरा सुहाउँछ भनेर मैले कहिले भनेको थिइनँ। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँको यो अगाडिका दुईटा दाँतै हरायो भए पुरै राम्रो देखिनुहुन्छ। मैले कहिले भनेको थिइनँ कि तेरो नाकमा रातो लाग्यो भने तँलाई पुरा सुहाउँछ भनेर। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँको गालामा यस्तोमा रातो गोलाइ बनाइदियो पुरै सुहाउँछ। मैले तँलाई कहिले भनेको थिइनँ कि तेरो नाकको छेउमा यहाँनिर साना जुङ्गा हाल्यो भने त कति क्युट देखिन्छस् भनेर। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँको परेला बाक्लो बनाएर योसित जोडेमा पुरै राम्रो देखिन्छ। तेरो यो परेला दुइटालाई जोड्दे भए पुरै राम्रो देखिन्छ मैले तँलाई कहिले पनि भनेको थिइनँ। मैले कहिले पनि भनेको थिइनँ कि तपाईँलाई यहाँ कालो र रातोको लाइन नाकभर लगेर चाहिँ यहाँ चन्दनको टिका जस्तो यस्तो लामो बनाइदियो पुरै सुहाउँछ। मैले कहिले भनिनँ कि तँलाई तेरो मुख यहाँबाट यसरी गरेर हाँसेकोमा पुरै क्युट पुरै माया लाग्दो देखिन्छ भनेर। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँको यो जग्गामा कोठी कालो ठुलो यत्रो यत्रो भयो भए पुरै सुहाउँछ। मैले कहिले भनिनँ कि तँलाई अगाडि यहाँनिर साना दुइटा चुल्टी बनाएको भए पुरै माया लाग्दो देखिन्छ भनेर। दाम्यङ्कर। मैले तपाईँलाई कहिले भनेको थिइनँ कि तपाईँलाई यहाँ दारी भएकोले पुरै सुहाउँछ। मैले तँलाई कहिले भन्न कि तेरो अगाडिको दाग मात्रै राखेर छेउको सबै कालो बनाइदिएर त पुरा माया लाग्दो राम्रो सबसे देखिन्छस् भनेर। गाइस कमेन्ट गर्नुहोस् कसको झन् फनी छ, टिम सन्दीप कि टिम सञ्जना। बाई।